टु आवर ब्युटिफुल भिलेज गान्द्रुक। एक्जामको बेलामा हामीलाई बर हुन्छ नि, एउटा सरप्राइज मोमेन्ट हुन्छ, ऊपर डर लागिरहेको हुन्छ हामीलाई। हिँड्न स्टार्ट गरेको छैन, थाकिसक्यो। कति खोज्नु पर्यो। गुड मर्निङ। कम अन दीक्षा। Hey everyone, welcome to my YouTube channel and welcome to my vlog. So हामी आज पोखराको थर्ड डे हो एन्ड हामी चाहिँ कहाँ जान्छौँ? गान्द्रुक हैन, गान्द्रुक भिलेज जाँदैछौँ। एन्ड सुरुमा चाहिँ पोखराबाट हामीले जिप लिएर यहाँ तल्लोसम्म आयौँ। त्यसपछि हामीले फेरि माथि जानुपर्छ, तर हाम्रो सामान चाहिँ धेरै भएर हामीले भरिया दाइको हेल्प लिएको छु एन्ड होटल खोज्छौँ, त्यहाँ बस्छौँ, फ्रेस फ्रेस हुन्छौँ। अनि त्यसरी के छ रहेछ हेर्छौँ। लेट्स सी एन्ड लेट्स गो विथ मी। सो अब म माथि गएर हजुरलाई मेरो भिडियो देखाउँछु। ठिक छ, थाक्यो? सो माथि गएर म हजुरलाई गान्द्रुकको पुरा भ्यू देखाउँछु। सो लेट्स गो। मम्मी ल तिनीहरूलाई गाह्रो नहोस्। वेलकम टु गान्द्रुक गाइज, वेलकम टु आवर ब्युटिफुल भिलेज गान्द्रुक। सो गाइज हामी गान्द्रुक पुगिसक्यौँ एन्ड सबजना फ्रेस भएर खाजा खान तल आएको छौँ। बाहिर लास्ट चिसो छ अनि मेरो साथीहरू खाजा खाँदैछन्। ब्युटिफुल ब्युटिफुल साथीहरू। असम सुप चाहिँ ओभर मिठो छ। गुड मर्निङ गाइज, यु क्यान सी हामी अहिले 6 बजे रेडी भएर अब गान्द्रुकको माथि मन्दिरमा एन्ड हाम्रो मोटिभ चाहिँ सनराइज भएको हेर्ने हो। सो लेट्स सी हामी हेर्न भ्याउँछौँ गर्न। माई गर्ल्स आर गोइङ, सो आइम अल्सो गोइङ एन्ड अँध्यारै छ, त्यही पनि हामी निस्केको। हिँड्न स्टार्ट गरेको छैन, थाकिसक्यो। मन्दिर जाने बाटो हेर्ने अरे पखै म मन्दिर जाने बाटो उता एरो यता छ, यता 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 हो। अघि नै आन्टीले भन्नुभयो त यता जाने। त्यो सेतो चाहिँ हिमाल। गुड मर्निङ गान्द्रुक। गाइज खोज्दा खोज्दा बल्ल हल्का देखियो द्याट मन्दिर उहाँनिर छ भनेर। सो लेट्स गो। यति सिडी चढ्नु छ माथिसम्म। गाइज
Pavina, you can do it. You have stamina. Come on, Diksha. आइसक्यो. We succeed in our plan. Yeah. सबसे एनर्जेटिक ऊ त्यहाँ मान्छे चाहिँ कालो कालो ड्रेस लगाएर गएको मान्छे चाहिँ वहाँ पुगिसक्यो. ओ वाउ देख्यो. यस यस. फाइनल देख्यो. अब त म यत्तिकै गइदिन्छु नरोकी. चलो चलते हैं गाइस. बोले बाबा माता रानी दुर्गामा. All blessings of yours. Finally guys, we are in our destiny. कति खोज्नु पर्यो. Guys, sunrise. यही भ्यू त हेर्न आएको. यति टाढा हामी सनराइज हुन्छ पहाडको बिचमा हिमालको बिचबाट भनेर फाइनली ठ्याक्कै माथि देखायो. My 2 girls are there struggling for walking up, and my 2 girls are there already been there, and I'm still doing struggle to go up. Yeah. So guys, यो मन्दिर हो. Let's go. आयो यति अझै हिँड्नु पनि तर म थकान गयो अहिले. ये दीक्षा, you can do it. We succeed guys. So guys, I'm finally घान्द्रुक सुरु हिजो चाहिँ हामी घान्द्रुक आएको थियौँ अनि तल कटेजमा बसेका थियौँ. अनि त्यसपछि चाहिँ त्यो बेला चाहिँ हामी आउँदा आउँदै 3:30-4 बजे थियो. त्यही भएर हामी माथि आउन भ्याउँदैनौँ भनेर हामी त्यही रात बस्यौँ. आज चाहिँ बिहानै 4 बजे नै उठेर हामी सबजना रेडी भएर अनि माथि बल्ल फेदबाट माथि हामी हिँड्दै हामी एक दुई ठाउँ त बाटो पनि झुक्क्यौँ होइन. किनभने हामी एक्लै आएको, कसैलाई पनि थाहा मतलब हामीले सोधेर आएको होइन कि हामी आफै आएको होइन. अनि एक दुई ठाउँ चाहिँ बाटो पनि बिर्स्यौँ. तर फाइनली वी आर हियर. हामी यो मन्दिर खोज्दै आएको थियौँ. त्यहाँ कटेजको आन्टीले चाहिँ हामीलाई यहाँ मन्दिर जानु, यहाँको भ्यू पनि धेरै राम्रो छ भन्नुभएको थियो. एन्ड फाइनली हामी चाहिँ यहाँ खोज्दै मन्दिर खोज्दै आयौँ. अनि फाइनली वी आर हियर एन्ड यु क्यान सी द्याट. हाम्रो मेन मोटिभ चाहिँ सनराइज हेर्न आउने भन्ने त छिटो आउनुको रिजन चाहिँ हामी सनराइज हेर्न आउने त थियो. एन्ड हामी यहाँ आउन साथ हामीले ठाउँ भेट्न साथ सनराइज भयो क्या गाइज. एन्ड फाइनली यु क्यान सी द्याट देयर इज यो देखिँदैन रहेछ म पछाडि. यु क्यान सी द्याट अघि आउन साथ सनराइज भएको. एन्ड आइ एम सो ह्याप्पी कि हामी यहाँ छौँ. एन्ड यु क्यान सी द ब्याक भ्यू. इट्स सो ब्युटिफुल. यति राम्रो छ कि यो ठाउँ नै यति राम्रो छ. सो काम राम्रो ठाउँ भएको. एन्ड यहाँ एउटा अग्लो हिमाल छ. यो चाहिँ मन्दिर हो होइन. हुन्छ मन्दिरमा चाहिँ देखिँदैन बट हियर इट इज एन्ड इट्स गाइज. आइएम सो ह्याप्पी गाइज. हामी 5 जना केटी भएर पनि धेरै ठाउँ घुम्यौँ पोखरा आएर. एन्ड आज चाहिँ हाम्रो लास्ट डे हो पोखरामा. आज चाहिँ हाम्रो 4 बजेको गाडी छ, बस छ. अनि हामी 5 जना भएर पोखराको म्याक्सिमम मतलब जस 1/3 पार्ट घुम्यौँ जे भए पनि. सो आइएम सो ह्याप्पी. एन्ड अब मेरो फोटोसुटको टाइम हो. सो आइएम गोइङ. Yeah, guys, we did it. Yes. Finally guys. So guys, अब हामी फर्किन लागेको सबैजना.
हामी खोज्दा खोज्दै चाहिँ धेरै टाइम लाग्यो, तर यहाँ आइसकेपछि चाहिँ रमाइलो भयो, मौसम रमाइलो, सबै कुरा रमाइलो भयो। सो फाइनली हामी गान्द्रुक घुम्न पनि सक्सेस भयौँ। एन्ड अब सक्यो पोखराको टुर। 3 days टुर थियो एन्ड 3 days चाहिँ यति रमाइलो भयो। नाउ फाइनली ब्याक टु आवर रुम, ब्याक टु आवर होस्टेल, ब्याक टु आवर कलेज, ब्याक टु आवर स्टडी, ब्याक टु आवर होम। पहिला त सबजना हुन जान्छन्। सो या गाइस, लास्ट रमाइलो भयो। एन्ड यहाँको मन्दिर आउन पनि धेरै रमाइलो लाग्यो। धेरै माथि आउनु पर्यो तर लास्ट रमाइलो। कति तल्लोबाट हामी आएको छौँ, माथि तल्लोको फेदबाट माथि आएको। सो एन्ड फाइनली वी डिड इट। अन्जली कस्तो लागिरहेछ? कहाँ गयो तिमी? कस्तो लागिरहेछ? धेरै नै रमाइलो। गाह्रो त गाह्रो भयो एकछिन। दीक्षा कस्तो लागिरहेछ? एकदम रमाइलो, मजा आयो। मजा आयो। गाइज प्रवीणा सुधा कस्तो लागिरहेछ गाइज? रमाइलो। 3 days टुर कस्तो भयो? धेरै राम्रो है। सोचे भन्दा बस हामी बसबाट फर्स्ट टाइम यति 3 days को टुरमा आएको एन्ड सक्सेस भयो। एन्ड उपर रमाइलो पनि लाग्यो। It's my first time, guys. It's mine and Sudha's first time. गाइज हामी आइसक्यौँ गुरुङ कटेज एन्ड यहाँबाट चाहिँ यु क्यान सी द भ्यू गाइज, सो ब्युटिफुल भ्यू। ऊपर राम्रो। एन्ड हामी अब ड्रेस लाउन जाने सोचिरहेछौँ। लेट्स सी हामी ड्रेस लाउँछौँ। गाइज फाइनली हामी गुरुङ कटेज पनि पुग्यौँ अनि माथि टुप्पोमा को टेम्पल पनि पुग्यौँ एन्ड फर्कि पनि सक्यौँ। ये आइ एम सो ह्याप्पी गाइज एन्ड माई गर्ल। र यही होटल हामी बसेको। हाई। सो राति मैले यो भ्यू देखाउन पाएको थिएन। सो इट्स अ होटल ट्रेकर इन एन्ड रेस्टुरेन्ट गान्द्रुक 10 कास्की नेपाल। यो होटल चाहिँ लास्टै राम्रो छ गाइज। रुमहरू पनि धेरै राम्रो छ। एन्ड मैले प्रचार गरिदिएको अरे क्या, तर होइन, लिटरली नै उब्बर राम्रो छ। खाना पनि उब्बर मिठो। एन्ड दे वी आर वेटिङ फर द ब्रेकफास्ट एन्ड यु क्यान सी द भ्यू गाइज। सो गाइज अब हामी गान्द्रुक के अरे यहाँ होटल तलतिर आइपुगिसक्यौँ। अब यहाँबाट चाहिँ हामी अब तल जान्छौँ। ओइ दाइ, त दाइ आइसक्नु भयो। अब हामी तल जान्छौँ अनि गाडी चढ्छौँ। गाडी चढेर पोखरा जान्छौँ। पोखराबाट चाहिँ अनि हाम्रो 4:30 बजेको बस छ। त्यसपछि हामी घर जान्छौँ आफ्नो। एन्ड 3 days लिटरली ओभर रमाइलो भयो। एन्ड वी आर सक्सेड टु ह्याभ फन एक्चुअली। एन्ड हाम्रो एक्जाम सकिएको भोलिपल्ट नै हामी यहाँ यतातिर आएको थियौँ होइन। अनि एक्जामको बेलामा हामीलाई ओभर हुन्छ नि, एउटा ओभर के भन्छ त्यसलाई, ओभर प्रेसराइज मोमेन्ट हुन्छ, ओभर डर लागिरहेको हुन्छ हामीलाई सबै कुराको। एन्ड त्यो एक्जाम सकिन साथ हामीलाई एउटा माइन्डलाई अब काम भन्ने चिज चाहिन्छ, जुन हामी यहाँ आइसकेपछि चाहिँ हामीलाई लास्टै त्यो एउटा फिल भयो कि ओके यार बहुत शान्त छ दिमाग। सो आइ एम सो ह्याप्पी गाइज। थ्याङ्क यू सो मच हजुरहरूको सपोर्टको लागि र यहाँसम्म हजुरहरूले हेरिदिनु भएकोमा। सो गाइज फाइनली हाम्रो पोखरा टुर सक्यो एन्ड वी आर गोइङ ब्याक टु विराटनगर। एन्ड हामीले सिट भेटिसक्यो गाइज। सबजना हाम्रो सिटमा कस्तो थाकी पनि सकेको छन्। एन्ड अब विराटनगर गएर भेटौँला। बाई।